ग्रेजुएसन हो, कन्भोकेसन, उसकै लागि जाँदैछु। हामी चाहिँ डाइरेक्ट अफिस सकाएर डाइरेक्ट सेनाइकीको लागि निस्किसकेछौँ। फेस हेरेर तपाईँहरू भन्न सक्नुहुन्छ कस्तो थाकेर अफिसमा यस्तो हालत भएको छ। अनि जाँदैछु यति टाढा 5 घन्टा ड्राइभ गरेर जानुपर्छ। उसको आज हालत बिग्रिनेवाला छ। कस्तो फिल हुँदैछ नि? अलि जोडले बोल्नु। मेरो अहिलेदेखि तबियत खराब भइसक्यो। अहिलेदेखि नै अहिले भोलि फेरि साथीहरू आज गएर राति त्यहाँ एउटा साथीकोमा बस्छु। अनि भोलि बिहानै उता भाषाको लागि निस्किनुपर्छ किनकि कन्भोकेसन भाषामा छ। बिहान चाहिँ 9 बजे उता सेनाइकीमा युनिभर्सिटीमा ल्यापटप रिटर्न गर्नु छ। अनि बिहानै निस्किनुपर्छ भाषाको लागि। त्यहाँ चाहिँ कन्भोकेसन सकाएर फेरि रिटर्न हुनु छ भोलि नै हेलसिङ्कीको लागि। भागदौड धेरै भइहाल्यो। भोलि चाहिँ अफिसमा हामी छुट्टी लिएको छौँ। 1 महिना पनि भएको छैन अफिसमा नि छुट्टी लिनु पर्यो। अब के गर्नु, कहिलेका यस्तै हो। तपाईँहरू लास्टसम्म हेरिदिनु होला मेरो ब्लग, कमेन्ट गर्नु होला। हेर्नु कति राम्रो मौसम छ, पानी पर्दैछ अलिअलि। हिजो ब्लग स्टार्ट गरेको आज म भोलि नै एन्ड गर्छु। उहाँ चाहिँ कलेज आउनुभयो थियो ल्यापटप रिटर्न गर्नलाई। ल्यापटप चाहिँ रिटर्न गरिसक्नु भयो। अब चाहिँ कि रिटर्न गर्न जानुभयो। अनि त्यसपछि चाहिँ हामी भाषाको लागि निस्किने किनकि आज कन्भोकेसन हो। अनि तपाईँहरू लास्टसम्म हेरिदिनु होला मेरो ब्लग, इन्जोय गरिदिनु होला। अनि म लगाएको ड्रेस चाहिँ एउटा भाउजू हुनुहुन्छ फिनल्यान्डमा, उहाँले दिनुभएको गिफ्ट हो। एकदमै राम्रो छ। धेरै धेरै धन्यवाद भाउजू तपाईँलाई यो ब्युटिफुल गिफ्टको लागि। गाइज आज चाहिँ लास्ट होला हाम्रो सेनाइकीमा। आफ्टर 1.5 मन्थ पछि आएको हामी सेनाइकी। अब फेरि जाँदैछौँ भाषा। बाई बाई सेनाइकी। अनि कस्तो फिल हुँदैछ? आज कन्भोकेसन हो, मास्टर्स डिग्री पनि कम्प्लिट भइसक्यो। कतिको प्राउड फिल हुँदैछ? सो ह्याप्पी। सबैजना कमेन्टमा कङ्ग्रेचुलेसन भनिदिनु होला सरजीलाई। सरजी आज एकदम नै एक्साइटेड हुनुहुन्छ। म पनि एक्साइटेड छु। ऊभन्दा बढी म नै एक्साइटेड छु। पुरै आज कोट सोट लाएर एकदम हिरो बनेर जाँदैछ कन्भोकेसनको लागि। त्यहाँ के हुने हो थाहा छैन हामीलाई, केही आइडिया छैन। अब निस्किने हो सेनाइकीदेखि, अब निस्किने हो। तपाईँहरू लास्टसम्म हेरिदिनु होला। म कन्टिन्यू ब्लग गर्नेछु त्यहाँ पनि। इफ त्यहाँ मिल्यो भने त्यहाँ पनि गर्छु। यो ब्लग म भोलि इन गर्छु मेबी। त्यही भएर सबैजना हेरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला, सपोर्ट गरिदिनु होला। अनि अहिलेलाई तत्काल बाई बाई। एकछिनमा फेरि बनाउने छु म ब्लग। बनाउन त आउँदैन त्यही पनि। अनि साथीहरू मेरो जुन टिकटकमा भिडियो भाइरल भएको थियो नि, मेरो हस्बेन्डले 15 दिन नपुग्दै 15 जनाले जब लगाइदिएको भनेर, त्यो भिडियो हेरेर धेरैजना कमेन्ट गर्नुभएको थियो। अनि मेसेज पनि धेरै मान्छेले मेसेज गरेको थियो, धेरै नै मेसेज आएको थियो। अनि म कामले गर्दा बिजी पनि हुन्छु, त्यति मान्छेको रिप्लाई पनि दिन सकिँदैन नि त। अनि अहिले चाहिँ त्यस्तो फिलहाल जब भ्याकेन्सीहरू पनि केही छैन। अब त्यो टाइममा थियो, त्यही भएर अब सबको राम्रो होस् भनेर उहाँले लगाइदिनु भएको हो। अहिले चाहिँ त्यस्तो केही भ्याकेन्सी छैन। इफ आयो भने म टिकटकमा मेसेज त होइन भिडियो राखिदिन्छु। किनकि अब यहाँ त फिनल्यान्डमा सबैले चाहिएको छ जब। अब कस्तो टाइपको के कसो भ्याकेन्सी आउँछ अनि म बरु भिडियो बनाइदिन्छु। तर अहिले चाहिँ फिलहाल केही भ्याकेन्सी छैन। प्लिज तपाईँहरू माइन्ड नगर्नु होला म मेसेजको रिप्लाई दिइनँ भनेर, किनकि धेरै नै मेसेज आएको छ। धेरै नै म अब कसलाई रिप्लाई दिने, यतिकै पनि कामले गर्दा लास्टै नै बिजी हुन्छु। अनि कामबाट आएपछि फेरि थाकेको हुन्छु। अनि प्लस खानासाना खाएर सुत्छु। त्यही भएर माइन्ड नगर्नु होला। इफ
त्यस्तो केही भ्याकेन्सी आयो भने पक्का म हेल्प गर्नेछु, किनकि यतिजनाको गऱ्यो 15जनाको गऱ्यो, अरू किन अब त्यस्तै अफर आयो भने किन नगर्ने हामी। त्यही भएर नरिसाउनु होला गाइज। हामी चाहिँ अहिले उहाँको कन्भोकेसनको लागि भाषा जाँदैछौँ। हिजो हामी एस्पोदेखि सेनाइकी आए, राति चाहिँ सेनाइकीमा बसे अनि अहिले चाहिँ भाषाको लागि निस्किसके हामी। आजको मौसम हेर्न सक्नुहुन्छ, खतरा मौसम छ। हामी भाषा पुगिसक्यौँ गाइज। हेलो गाइज, हामी भाषा पुगिसक्यौँ। उता चाहिँ भाषा युनिभर्सिटी छ, हामी चाहिँ अहिले पार्किङमा छौँ। कस्तो राम्रो भ्यू छ यहाँको। म चाहिँ सेकेन्ड टाइम आएको यो युनिभर्सिटी। अस्ति नै एउटा कलेजको कामले आएको थिएँ हामी दुईजनै अनि मेरो साथीहरूसँग, अनि आज चाहिँ सेकेन्ड टाइम हो। अनि अहिले चाहिँ टाइम छ 1 घन्टा टाइम छ, तबसम्म फोटो भिडियो बनाउनु पर्यो किनकि केटी मान्छेको यही हो, जहाँ गए पनि फोटो भिडियो चाहिन्छ नै। हेराउने छु तपाईँहरूलाई। कस्तो राम्रो भ्यू छ, साउन्ड पनि कस्तो राम्रो आइरहेछ। हेर्नु गाइज, कन्भोकेसन उहाँकै हो, म चाहिँ यत्तिकै घुम्न आएको। कस्तो राम्रो भ्यू छ। मलाई यहाँ आएर एकदमै रमाइलो लाग्छ, एकदमै मनपर्छ यहाँको भ्यू मलाई। कस्तो राम्रो ब्याकग्राउन्डहरू पनि कस्तो चिसो चिल छ कि। उता नजानु पागल जस्तो। अनि ल, कङ्ग्रेचुलेसन फेरि पनि। धन्यवाद। आज मेरो फाइनली म ग्रेजुएट भएँ, खुसी लागिरहेछ। कति खुसी लागिरहेछ। ग्रेजुएट आज अन्त डेट मेरो, एकदम खुसी लागिरहेछ। मास्टर्स सकियो, काम पनि पाएँ। ल अब भन्नुहोस्। काम पनि पाएँ, मास्टर पनि सकियो, काम पनि आफूले चाहेको जस्तो पायो। विदेशको यात्रा चाहिँ राम्रै भइरहेछ अहिलेसम्म। हाम्रो चाहिँ बिचमा चाहिँ अलि उ भएको थियो, तर यस्तै हो लाइफमा चाहिँ। लाइफमा अप्स एन्ड डाउन आउँछ हैन। अब ठिकै छ। अब त्यो टाइम पनि गयो, बिताए हामी। अनि हाम्रो जोडी कस्तो छ तपाईँहरू कमेन्ट गर्नु होला। अनि गाइस, तपाईँहरू को भाषा युनिभर्सिटीबाट पढ्नु भएको छ, मास्टर्स गर्नुभएको छ, कसको जुन 17 को कन्भोकेसन छ कमेन्ट गर्नु होला। अनि खुसी लाग्छ कमेन्ट गरेपछि कि तपाईँहरू पनि मेरो ब्लग हेर्नुहुन्छ भनेर। अनि म चाहिँ आज धेरै खुसी छु, प्राउड फिल हुँदैछ उहाँको लागि, किनकि उहाँ मेहनत गर्नुभएको छ। मेहनत गरेको फल आज पाउनुहुन्छ। फल त के पाउनु, त्यही सर्टिफिकेट पाउँछ। फलै हो त्यो, फलै हो। यहाँ चाहिँ रमाइलो छ, एकदमै रमाइलो छ। आज फेरि हामीलाई रिटर्न एस्पो पनि जानु छ, किनकि हामी 1 दिन मात्र छुट्टी लिएको थियो। अनि भोलिदेखि फेरि अफिस जानुपर्छ। फ्राइडे चाहिँ सरकारी बिदा हो, हामीलाई थाहा नभएर 1 दिन मात्र बिदा लिएको, नभए भोलिको पनि बिदा लिएको। तपाईँहरू लास्टसम्म हेरिदिनु होला मेरो ब्लग। मान्छेहरू मलाई हेर्दैछ यहाँ ब्लग बनाएको, तर मेरो भाषा नै बुझ्दैन। हेरे नि मलाई बाल छैन, मेरो भाषा नै बुझ्दैन। भयो, सक्यो, बाई बाई। हेर्नु साथीहरू, कस्तो राम्रो भ्यू छ यहाँको, कस्तो राम्रो कि मलाई त एकदमै रमाइलो भइरहेछ। यहाँ त एक्लै रमाइलो भइरहेछ। यस्तो ग्रिन हेरेपछि म त लास्टै खुसी हुन्छ कि मलाई एकदमै मनपर्छ यो ग्रिन। झन् साइडमा लेक, एकदमै मन परेको। हामी जाँदैछौँ अहिले, कहाँ प्रोग्राम हुन्छ त्यहाँको लागि। खै कुन बिल्डिङमा हो केही थाहा छैन। त्यहाँ गएर देखाउने छु, हजुरहरू लास्टसम्म हेरिदिनु होला।
teidät lämpimästi tervetulleeksi Vaasan yliopiston publiikkiin juhlistamaan valmistuneita. Tämä päivä on pitkän, ahkeran ja omistautuneen työn huipentuma. Tänään juhlimme teidän saavutuksianne, asiantuntijuuttanne ja uutta sivua elämässänne. Minulla, Aleksandra Väärsellä, Vaasan yliopiston viestintätieteiden opiskelijalla, on ilo toimia tämän juhlan juontajana. Ennen kuin aloitamme, pyytäisin teitä vielä laittamaan puhelimet äänittämälle tai sammuttamaan kokonaan. Juhlan aikana valokuvaaminen on sallittua, mutta toivomme kuvaamisen tapahtuvan muita häiritsemättä. Dear graduates, rector and guests, I would like to thank your presence and warmly welcome you to the University of Vasa's graduation ceremony to celebrate our graduates. Anne-Mari Vatunen. Next, our rector, Minna Martikainen, will give a speech to the graduates. Ole hyvä, Minna. Hyvät valmistuvat opiskelijat, perheenjäsenet, ystävät, arvoisa juhlaväki, yliopiston jäsenet. Dear graduates, family members, friends and members of the university college. It always is my great pleasure to welcome you all to this graduate ceremony. Lämpimästi tervetuloa teille kaikille Vaasan yliopiston publiikkiin. Tänään juhlimme teitä, valmistuvia diplomi-insinöörejä ja tohtoreita. Lämpimät onnittelut jokaiselle tutkinnon. A personal pleasure to me to see the faces, familiar faces here, and share this moment with you all. Tiedän, että tähän matkaan jo tähän mennessä sisältyy kaikenlaista. Siellä on sellaisia hetkiä, että voi epäillä itseään ja on ilon hetkiä, on itsevarmuuden hetkiä, on hyvin erilaisia hetkiä. Ja mä ajattelin, että mä jaan yhden semmoisen osan niin kuin laulun sanoista, jotka on Juha Tapion. Master of Science in Technology, Piitu Mäkinen. Master of Science in Technology, Tepu Kumar Mitra. Master of Science in Technology, Mohamed Rakibul Islam. Master of Science in Technology, Munmun Mitul Shah. Master of Science in Technology, Iina Elori. Master of Science in Technology, Niklas Virta. Master of Science in Technology, diplomi-insinööri Miikka Mankinen. Master of Science in Technology, Pejman Manzaheri. Master of Science in Technology, Li Chui.
Stipendit jakaa vararehtorimme Martin Maier. We will now continue with the awarding the stipends. The stipends will be presented by our Vice Rector Martin Maier. Please. Thank you very much. Good afternoon. It's a pleasure to be here and make the following 3 awards. So let's get started. The University of Vasa awards one €500 stipend in recognition of excellent academic performance and a thesis that supports the university's strategy. Master of Science and Technology, Surekha Medapati. Vasan Sefka. You need courage. You need to trust your steps. When I came to the University of Vasa, I brought my dreams, my experience, and most importantly, my hope. But I also brought uncertainty. I was only अनि कस्तो फिल हुँदैछ ग्रेजुएसन भएर? यस्तो के यस्तो खुसी लागिरहेको छ। डिग्री त्यो फुल यति लाख तिरेर गाइस यो दुईटा पायो। यति लाग्यो भने यो यसको मात्र हो, यसको किम्मत हो। फाइनली ग्रेजुएसन भइसक्यो, सबै प्रोग्रामहरू सब क्यान्सिल होइन सकिसक्यो, सबै एकदम राम्रो भयो, एकदम प्राउड फिल हुँदैछ। ऊभन्दा बढी म नै एक्साइटेड छु, मलाई लाग्दैछ मेरै ग्रेजुएसन छ। तर रमाइलो भयो, धेरैजना थियो। अब बाई बाई गर्ने टाइम आइसक्यो भाषालाई, जाउँ अब। अनि साथीहरू अब चाहिँ हाम्रो फाइनली सबै कुरा कम्प्लिट भइसक्यो। कन्भोकेसन खाए, फोटो सेक्सन सब भइसक्यो। अब चाहिँ हामी घर जाँदैछौँ हेलसिङ्की। यो चाहिँ फुल, यो फुल तपाईँहरूको लागि कस्तो राम्रो छ। रोज फुल मलाई एकदमै मनपर्छ। अब हामी जाँदैछौँ घर। पार्किङ आइसक्यो, पार्किङ यति छ, नजिकै छ। हामी चाहिँ त्यहाँ मेरो हस्बेन्डको युनिभर्सिटीको साथीहरूसँग फोटो चाहिँ यिनीहरू चाहिँ फोटो ग्रुप फोटो गर्दैछ, किनकि अब फोटो नै त हो यादगार भन्ने कुरो। जाँदैछौँ हामी घर। बाटोमा केही खानु पर्यो, किनकि बिहान चिया खाएको थियो, अनि यहाँ चाहिँ केकहरू खाएँ, केक जुसहरू थियो। अरू त हेलसिङ्की जान टाइम लाग्छ, 5 घन्टा लाग्छ होला मेबी। त्यही भएर केही खाएर जानु पर्यो। त्यहाँ हाम्रो गाडी